अब यसलाई छोपेर लाग्छ ल ल अब उत्तिकै छोपेर लाग्ला है हेलो साथीहरु के छ सन्चै हुनुहुन्छ हैन सम्पूर्णलाई स्वागत छ मेरो फुच्ची ब्लगमा अनि कस्तो के मैले हैन बिहानै उठे अब कलर कोल आउँछ जस्तो लाग्यो भाइ बहिनीहरुले लगाए हैन त्यसपछि नुहाए फेरि कलर लाउँदाखेरि नुहाउँदै बित्तिकै बिराजुर आएर आमा होलीको दिन त यस्तै हैन फेरि पनि ह्यापी होली मेरो भाउजू अनि साथीहरुलाई अहिले एकछिनमा चाहिँ हामी साँझतिर अब बजार जानुपर्छ अहिले चाहिँ हाम्रो सोल्टीहरु आउनु भएको छ बिराजुहरु लेट्स सी कस्तो कस्तो हुन्छ आमा कस्तो के कस्तो राम्रै भएर चट्ट दाबा भनेको यहाँ पानी दिनलाई गएछि हाम्रो प्यारा बिनाजुहरु मेरा प्यारा बिनाजुहरु नि हामी त भाग फाले हैन मैले भाग फाले जस्तो गरि हैन अहिले ल मैले के गरे खाना बिना बस्छ त के भन्नु छी बी गोबर फाल्दिएछ के मुखै मागो पछि यार कसम म जिन्दगीमा यस्तो यस्तो होली हुनु मन त नपाएपछि के हैन गोबर म कस्तो रेडी भएको बजार जानलाई खारै थाहा छैन कि नाकबाट पुरै गोबर चाहिँ म कसम आएछ म बिरामी छु भिडियो बनाउँथेँ होइन भिडियो अगाडि मोबाइल लगेर बसिदिया बिना छु कलर लगायो भने के हुन्थ्यो यार पुरै बडीमै पानी फालेर अनि गोबर के गर्ने भयो कि बिनाजु अब नाइ भयो अब नाइ बिनाजु नाइ भयो नाइ नाइ भयो कल लगाइहाल्नु पो के भयो अब बिनाजु नाइ भयो कि बिनाजु अब नाइ म खोल्दैन नाइ बस्नु तपाईँ राम्रोसँग नाइ अब म खेल्दैन कलर भयो यस्तो गोबर हालेर मुखमै पुरै पानी हालेर कलर हाले पनि केही छैन के यार नाइ भयो कि बिना जो भयो नाइ नाइ भयो अब भयो कि बिना जो अब नाइ म ढोका खोल्दिन नाइ भयो नाइ नाइ पानी हुँदैन नाइको भयो कि बिना यति धेरै कलर खेलाल्नु पो भयो अब नाइ नाइ भयो नाइ नाइ भयो भयो बिनाजु म बाहिर सरेको छु क्या बुझ्नु न तपाईँ नाइ नाइ भयो धामी नाइ मलाई गाह्रो लाग्छ कि त्यही भएर ल खालु ह्यापी होली साना साथीहरू अब चाहिँ हामी बजारमा आइसकेको छौँ होइन लाइक अनि कस्तो गाह्रो भएको कि होइन हिँडेर आउँ भनेको साइकलमा आइदियो साइकल होइन हाम्रो क्रस फायर हो सो म र डार्लिङ जाँदैछौँ हेर अब ग्राउन्डमा कस्तो छ अनि हाम्रो टिकापुरको चहल पहल चाहिँ बब्बाल छ कस्तो के गाउँमा चाहिँ यहाँभन्दा बढी बवाल भयो कि होइन तल खेले चाहिँ किन यस्तो भयो नि कसम यस्तो भयो अब के भनौँ बिनाजुले दुईचोटि चोप्नु भयो क्या मलाई त कसम फेरि दुईचोटि नुहाएर फेरि आएको अहिले अब हेरौँ ग्राउन्डमा कस्तो छ होइन उताको वातावरण चाहिँ वाउ हुने जस्तो वाउ भन्दा पनि एकदम वाउ जस्तो लाग्छ अब पब्लिक कस्तो छ हेरौँ लेट्स सी टिकापुरको वातावरण पब्लिक चाहिँ ठिकै रहेछ राम्रो छ घामले कस्तो के
यस्तै हो पब्लिक टिकापुरको चहलपहल भन्नु लाग्नु भयो यस्तै हो टिकापुरको चहलपहल धेरै त छ अलिअलि छ मेरो मोबाइलमा कस्तो ब्ल्याक देखेको कि तर राम्रो चाहिँ छ अब हामी एक ठाउँमा गएर बस्नुपर्छ म के भन्नु साथीहरू हाम्रो साथी कोही छ हामी दुईवटा भयो हामी त्यही पछि लान्छौँ यस्तो घुमेर ग्राउन्डमा होइन कोही छैन भने मा कसम कोही छैन सब मान्छे त छन् होइन आफ्नो मान्छे कोही भेटिँदैनन् मैले त क्या सोचेँ कि होइन भिनाजु भेटेलान् दिदीहरू भेटेलान् होइन साथीहरू भेटेलान् यहाँ त आमा कोही छैन नि कोही नै सबले कलर लगाएको कोहीको थोपडा पनि चिन्दिँदैनन् राम्रोसँग तर यार हामीभन्दा तर राम्रा छन् कि सबको यार म केही छैन तर हामी पनि राम्रै छौँ आफ्नो लागि एकदम बेस्ट हेरौँ हेर त्यो अलि रमाइलो भइरहेछ अब के कस्तो हुन्छ हेरौँ तिमीलाई कस्तो महसुस भइरहेछ कृपया प्लिज कस्तो ज्याउ लाग्न लाग्छ नि कल्पनालाई भेटायो सुरुमै कारमा पड्काउने मुटेको त्यसपछि अनि अलि सानोतिनो कुराकानी हुन्छ होइन हाम्रो साथीहरू अनि होली ग्राउन्डमा आएर पनि एक दुई साथी भेटिँदा भेटेँ अब अलि चाहिँ गाह्रो भयो झ्याउ लाग्यो कि आफ्नो साथी भाइ दिदी बहिनी नभएपछि अलिक गाह्रो हुँदो रहेछ खै कहाँ गयो तिनीहरू अहिले साथीभाइ नभएर गाह्रो हुन्छ हुँदो रहेछ दाइ कसरी हेरिदिरहेको कि पब्लिक चाहिँ बवाल छ वाउ छ होइन अब अलि मेरो स्वास्थ्यमा अलिक गडबड छ बोर लाग्यो के छ त हाम्रो लागि भ्लग छँदैछ बोल्नको लागि हेरौँ अब हाम्रो डल्ली पनि भेटिहाली होइन कोही भेटेन जस्तो लाग्थ्यो अब भेटिहालिन् हामीले कान्छु नेक्स्ट चाहिँ अब हाम्रो अरू पनि भेटिन्छन् हेरौँ को भेटिन्छन् आज चाहिँ थाहा हुन्छ को बोल्छ को बोल्दैन मैले बोलेँ किन बोली यसले त अब अरू को बोल्छन् बोल्दैन हेर्छु हेर्दैन म तिनीहरूलाई भेटाएको छु र दिदी भेटाएँ तर बोलिरहेको छैनन् कि यस्तो घाम छ यार भेडा बाख्रा बसे जस्तरी बस हेर अब तिमीहरूलाई फाल्न त को नै छ र यसलाई मैले घरमा चोप्याऊ कि यसलाई चोपेर चारचोटि नुहायो मैले दुईचोटि नुहायो साल को चाहिँ नुहायो तैँले हाम्रो टिकापुरको चहलपहल यस्तै हो यसलाई धेरै ठुली भने कि क्या धेरै ठुली भने तँलाई म चिन्दिँदैन राति देखिदिए कहाँ छन् तेरो साथीहरू ल मेरो दिदीलाई ह्याप्पी होली दिदी होइन तिमीलाई पनि मेरो आज देख्यो होला यार ह्याप्पी होली होलीको धेरै धेरै शुभकामना होली जस्तै रङ्गीन बनोस् जीवन पनि ह्याप्पी होली होइन धेरै धेरै शुभकामना
डार्लिङ हो इफे हाम्रो डार्लिङ हो तिमीहरू को हो कहाँ छौ कहाँ छ थाहै छैन होइन यस्तो यतातिर गयो भने कस्तो नराम्रो देखिँदो रहेछ कि यता गऱ्यो भने चाहिँ राम्रो देखिने रहेछ अलि अहिले चाहिँ म पुरै हाउ पागल भइसकेँ साथीहरू होइन एक्लै छु रमाइरहेको छु मजाले अब ह्याप्पी होली भन्यो ह्याप्पी होली गाइस जोरले भन्नु मैले यस्तो गरेको थियो ल यस्तो ल ह्याप्पी होली अब हामी एकछिन यहाँनिर भिडियो बनाउँछौँ होइन अब यस्तै हो आइफोन छैन तर आइफोनमा त कम पनि छैन हाम्रो मोबाइल कसैलाई केही भन्ने छैन कि होइन अनि आफै इन्जोय गर आफै रमाइलो गर त्यही हो कोही आएर कलर लगाइदिएला भन्नु पनि छैन आफ्नो कलर सबै भ्याइसक्यो अनि मेरो सेक्युरिटी गार्डहरू यिनै हुन् बडीगार्ड मेरो बडीगार्डहरू होइन अब मलाई कसैले के जथाभावी कलर दल्यो भने कसैले जिस्क्यो भने कसैले के भन्यो भने मेरो यहाँ बडीगार्डहरू अलरेडी बुकिङ छन् होइन यिनीहरूको मन्थली स्यालेरी चाहिँ 30,000 भन्दा धेरै छैन किनकि मसँग धेरै म जब त गर्छु तर धेरै अमाउन्ट छैन नि त मेरो म्याक्सिमम् भन्यो भने 50 जति होला 20 जति चाहिँ मलाई चाहियो अनि 15,000 एउटालाई 20,000 मेरो बस सक्यो नि त अनि गएर अनि धेरै धनी हुनुभएको छ फुपू यता तपाईँ भनिराख्नु भएको छ धेरै धनी हुनुभएको फुपू धनी त म पहिल्यैदेखि धनी हो तर तिमीलाई नदेखा मात्रै हो कि धनी हो ल बिचारीको टाउकै रङ्गाइदिएँ मैले पछि भिडियो अन गरेँ क्या तर बाई मिस्टेक एकदम ठुलो मिस्टेक भइसक्यो यतातिर चाहिँ हाम्रो बोयफ्रेन्ड गर्लफ्रेन्डको भेला हुन्छ प्रायः जस्तो हेर्न सक्नुहुन्छ होइन अनि अब हाम्रो हामी चाहिँ यस्तै राउन्डिङमा हुन्छ होइन अनि ल यसको त बाटैबाट साथी भेटिन्छ होइन ल अब हामी घुमे यस्तो ल हाम्रो कामै केही छैन हाम्रो ब्लग बनाउने काम चाहिँ त्यहाँ मान्छे यता हुनुहुन्छ यस्तो यता साइडबाट यस्तो होला नि त ल देखि कहाँ सबको आइफोन पनि फोटो तर हाम्रो छैनन् कि हाम्रो रेडमी स्यामसङ पनि राम्रो चलिहाल्थ्यो होला गाइस तर यहाँ मुस्किल छ अलि आइफोन गइदिएर त चट्ट फेसबुकवाला ल्याउनु जान्थ्यो तर अफसोस हामी नेचुरल ब्युटी भएर राम्रो देखि जान्छौँ होइन अब म रमाइलो छ यहाँ सब ग्रुप मिल्नु बस्छ हामी कहाँ बस्छ हाम्रो लागि ठाउँमै छैन कि यत्रो भिडमा कहाँ बस्ने होइन तर पब्लिक चाहिँ वाउ छ कि एकदम वाउ टिकापुरको वाउ छ पब्लिक त अनि अहिले भर्खर पुलिसहरूले कसलाई छोडेर लगे हामी तिनीहरूलाई पनि छोड्नु बेरै छैन अब यस्तै हो भनेपछि ल यहाँ ल गरम होली पऱ्यो यहाँ तयारी चाहिँ अब कसलाई ठोक्छ बिचारलाई ठोकिसक्यो अनि यहाँ कसै के हो धेरै पनि अनि हाम्रो मामुहरूको ड्युटी त कडै हुन्छ कि अहिले 3-4 जनाभन्दा माथिलाई छोपिसके अब हाम्रो मात्रै बाँकी छ होइन गाईको पनि इसको भी हो गया अब यहाँनिर छोपेर लाग्छ है हेरे अब यसलाई छोपेर लाग्छ ल अब उत्तिकै छोपेर लाग्ला है त्यहाँ ब्लग नबनाउनु हाम्रो कामै छैन कि चिलमा हान्न दिने मामालाई पनि चिल हान्न दिने पैसा आउँछ तिमीलाई छोप्यो भने अनि ठिकै हुन्छ पैसा आउँछ छोप्न दिने मजाले चिल गोबर टेक्छ मजाले छोप्न दिने मामुहरूलाई आरामसे अब यसरी चाहिँ आवाज सुनिन्छ होला यसरी चाहिँ बवाल सुनिन्छ होला अब त्यही हो माइक्रो छैन व्यवस्था छैन 4-5 महिनापछि चाहिँ हमार कौन है ये कौन है
यस्तो हेर्छ मान्छे देखिँदा उखु त स्पेसली हो त फेरि फुपूको लागि मात्र स्पेसल हो। अनि त्यो के भन्छ चोरेर भागलले होइन 5 तलै 5 एउटा चट्ट परेर सबैलाई भागलेर घरको जुस बनाएर खाने त्यो ऊ त छैन पिल्नेवाला मसिन त छैन दाँतले दाँतले मिक्सरमा हालेर त्यो मिक्सर बिग्रो त बिग्रियो केही छैन हाम्रो जान्दैन के हो मतलब भएन होइन नयाँ आउँछ नयाँ जबसम्म चल्छ होइन चल्दासम्म चलाउने हो त्यसपछि त सक्को त्यही हो। अब हाम्रो भ्लग चाहिँ एन्ड गर्नुपर्छ साथीहरू स्पेस नै छैन यही हो हाम्रो टिकापुरको भेला। सो लेट्स सी अब बाटामा गएको गर्नुपर्छ स्पेस धेरै छैन कि इन्जोय अब यस्तै हान्ने हो। एउटै इलाकामा हामी 3-4 चोटि घुमिसक्यौँ कसको बेली बटन हेर्ने कसका जाङ्ला तिङ्डा घरि कस्तो हुन्छ भनेपछि सुन्न मलाई थमेल हेरे जस्तो लागिरहेको छ क्या थमेलमा त्यो हापकट्टु लगाएर होइन भिडियोमा हेरेको के भ्लगहरूमा थमेलमा यत्रा तिङ्डा चिङ्डा देखाएर हुन्छ आज त्यस्तै होली ग्राउन्डमा भइरहेछ हाम्रो यहाँ टिकापुरमा थमेल जस्तै भइरहेछ। खास गरी जाने चाहिँ कहाँ हो क्या एउटै ठाउँ 2-3 चोटि घुमिसक्यो क्या हामी ल उता कसलाई छोपिसक्यो पुलिसले देखिस् डेटिङ चलिरहेको होली स्पेसल त यही लागेको रहेछ आमा पब्लिकमा हो त फेरि हाम्रो इलाकामा चोर घुस्या रहेछ त्यही भएर पुलिसले टक्क समातेर लगेछ। छोपिरहन् आरामसे बिस्तारै छोपिरहन् बिस्तारै यस्तो न कुराकानी मिलिरहेछ। अब जाउँ धेरै बस्ने होइन चल धेरै बस्नु न यस्तो ठाउँमा यतादेखि घुम्दैछ स्वास्थ्यका लागि हानिकारक हुन्छ। अनि हाम्रो भिडियो चाहिँ कन्टिन्यू हुनेछ साथीहरू होइन बिस्तारै रमाइलो हुनेछ। अनि नदोकान न यहाँ उताबाट हेर्नु अनि हाम्रो होली ग्राउन्डमा चाहिँ एकदम बवाल भइरहेछ। अनि पछाडि चाहिँ हाम्रो मामु पछाडि गइसकेको रहेछन् केही छैन ठिक छ। अब हामी आफ्नो मनलाई शान्त बनाएर हिँड्न सक्छौँ यो क्षमता चाहिँ हामीमा भरिपूर्ण छ होइन। अब यस्तै हो भिडियो बनाऊ रमाइलो गर अरू साथीहरू कोही छैनन् कि कोही टिकटक बनाएर छन् कोही के गरेर खान् कोही बसिरहन् हाम्रो साथीहरू हामी आफै हो आफैमा रमाउनु पर्छ। यो सायद कसैको सबैलाई थाहा छैन होला अब हामी थाहा दिँदैछौँ साथीहरू यस्तै हो। अहिले चाहिँ हाम्रो यहाँ धेरै ब्लगरहरू भेटिन्छन् सायद भोलि पर्सि आउँछन् भिडियोहरू एडिट गरेर चट्ट। अब बिस्तारै हाम्रो पब्लिसिटी कम हुँदै जाँदैछ अब सबै घरतिर जाँदै होलान् जे होस् रमाइलो छ। कोही मान्छे कस्तो काला देखिरहेछन् कि जस्तो कि त्यस्तो भन्नु होइन मलाई त झन् राति गराछन् कि अब है दादालाई नछोपेर कसलाई छोप्ने हो छोप्यो है त्यसलाई गइगयो कुत्तिगयो छोपिहाल्यो गयो कहाँ त्यसलाई घरमा पनि यस्तै हो कि त्यो दिन रात उ गरे आन्टी बिचारीलाई म चाहिँ घरमा पुगिसकेँ होइन। अनि आजको हाम्रो डे चाहिँ एकदम स्पेसल र राम्रो भयो रमाइलो पनि अलिअलि ठिकै भयो भनौँ होइन साथीहरूसँग इन्जोय गर्यो। अनि सम्पूर्णलाई के भन्न चाहन्छु भने थ्याङ्क यू सो मच मेरो पुरा भिडियो हेरिदिएकोमा। अनि अहिले यता गाउँमा आएँ अनि भाइले लगाइदियो क्या अलिअलि अब राति नुहाउनुपर्छ सायद नत्र बिहानै नुहाउँछ यार सजिलो आँखा फेरि बिहान गएर सो चाहिँ हेरौँ। सो थ्याङ्क यू सो मच तपाईँहरूले मेरो भिडियो हेरिदिनु भयो र यति धेरै माया गर्नुभयो। सो नेक्स्ट ब्लगमा चाहिँ भेटौँला ओके सी यू नेक्स्ट ब्लग।